माथितिर नि त्यो घाँस काटेको कि फोटो खिचेको अब त लाटा सिधा मान्छे होइन हामीले यसरी फोटोहरू खिच्नु पाउनु नि कति मजा आउँथ्यो हो जोजो पक्का हो आउँछ एक दिन समय सबैको समय आउँछ जोजो तपाईँको केटी छ मेरो त छैन नि केटी मेरो केटी छैन नि र अनि हामी त सिङ्गल रहेछ हाम्रो उमेर छ डल्लै अहिले अब हेर्नु न हामीले नि केटी पटा भयो ऊ माथि हेर्नु त हौ त्यसरी हामी नि फोटो खिच्नु पाएको भयो त्यसरी हामी फोटो खिच्न कति मजा आउँथ्यो है अब तपाईँ र म सिङ्गल हो है उनीहरू त्यहाँ दुईजना म्यारिड है हेर्छ त अब हामीले उनीहरूलाई सुखा छ नि तर दुःख त उनीहरूकै मनमा छ नि जोजो अरे हामी नै यसरी केटी लिएर यस्तोतिर घुम्नु आएको पाएको भए कति मजा आउँथ्यो होला पक्का नि मजा त आउँछ नि तर के गर्नु भन्नुहोस् त जोजो संसारमा कभी खुसी कभी गम भन्ने थुट्दैन मरेर गए पनि थुट्दैन हो अब तपाईँले एक्लैले अहिले मजाक गरिरहेको छ दुःख गर्छ होइन जसमा म एक्लै छु होइन जसको भन्छ नि हिन्दीबाट क्या जिसका कोही नै होता है उसका उपरवाला होता है भने हो त्यो तर हामीले तर जोजो तपाईँको मलाई गोर्खे सलाम चाहिँ साह्रो मनपर्छ है गोर्खे सालमा त मेरो पहिलाको है त्रिभा छ भने त्यो दाजु मनपर्छ चट्टिदिएको नि त तर हामीले एकपल्ट केटीपल्ट चाहिँ घुमाउनु ल्याउनु पर्छ होला है पर्छ माथि हेर्नु न कति दामी फोटो खिचेको उनीहरूलाई देख्दा हामी दुईजना पनि यसरी घुम्नु आउँदा खिच्यो नि एक एकवटा केटी लिएर आउनुपर्छ जस्तो लाग्छ है घरिघरि त हो नि के गर्नु अब दिल है कि मान्त नै है तर केही छैन जोजो एक दिन पाउँछ तपाईँले मैले मान्छेलाई राम्रो गर्नुहोस् कि पाउँछै पाउँछ मान्छेलाई गुण गऱ्यो भने फेरि त्यो गुण पनि उल्टा पो खेल्छ त हिउँ पर्छ झगडा पर्छ हो हामीले के गर्नु हामी दुईजना साथीभाइहरू कोही छैन हामी दुईजना खालि साथीहरू हो अब छोडिदिउँ है अब यसो हामी दुईजना बातसात मैले दुःखको जाउँ एक एक कप चिया खाउँ कहाँ पर्छ माथि त्यो उयसमा पुग्छ नि त्यहाँ बाबुदा दोकान भने त्यहाँ चिया खाउँ न चिया खाउँ हो अन्त मजाले फर्कौँ ल मन नदुख्नु पाइहाल्छ हामी त्यस्तो रहेछ है अगाडि